बिहानको भोलि आइसकेको छ। बिहानको चेक भोलि गर्नु ल, बिहानको। आइसकेको छ। भोलि बिहानको त भोलि आइहाल्छ, टेन्सन। बिहानको। ओके, हुन्छ। नो वरिज, टेन्सनै छैन है त। ल, ओके। If so, let's start our today's class. आजको क्लासलाई हामी अगाडि बढाऊँ. So in our today's class, I have already mentioned you that we'll be discussing about ratio and proportion. रेसियो एन्ड प्रोपोर्सनको बारेमा आजको क्लासमा हामी डिस्कसन गर्छौँ। यो हामीले अस्ति स्ट्याटिस्टिक्सको बारेमा चर्चा गरेको विषयवस्तु यहाँ हामीले प्रस्तुत गऱ्यौँ। नाउ आज हामी दुईवटा कतिको समयले साथ दिन्छ हेरौँ। एउटा रेसियो एन्ड प्रोपोर्सन, रेसियो एन्ड प्रोपोर्सन। रेसियो एन्ड प्रोपोर्सनबाट जहिले पनि एउटै कमन क्वेसन, अधिकांश ठाउँमा एउटै क्वेसन्सहरू सोधिरहेको छ, त्यो क्वेसनमा हेरौँला सबैभन्दा फर्स्टमा। त्यस पछाडि गएर अर्को भनेको हामी प्रोबेबिलिटीसँग रिलेटेड क्वेसन्सहरू, त्यसको पनि जेनरल फर्मुलाहरू छन्। त्यस पछाडि गएर अब यो तासका कुराहरू कति अधिकांशलाई हामीलाई थाहा छँदैछ, 10मा पढेको कुराहरू नै हो, त्यसलाई अलिकति रिभाइज गर्ने प्रयत्न गर्छु। ल, साथीहरूले के भन्नुभएको छ? ल, भिडियो सबैले अन गरेर बसौँ, त्यस पछाडि गएर रेडी हौँ है। भिडियो सबैले अन गरौँ। म एउटा सानो भोइस हेर्छु। ओके, सो लेट्स स्टार्ट फ्रम रेसियो। रेसियोबाट सुरु गरौँ। रेसियो भने के हो? रेसियो इज सिम्पली इट्स अ के हो? फ्र्याक्सन, होइन त? रेसियो भने के हो त? सिम्पली इट्स अ फ्र्याक्सन। सो टकिङ अबाउट द रेसियो, रेसियो भनेको इट्स सिम्पली फ्र्याक्सन हो। यसका कुनै पनि युनिट हुँदैनन्, यसका कुनै पनि युनिट हुँदैनन्। सो इट्स सिम्पली अ फ्र्याक्सन। सो यसमा चाहिँ हामीले जस्तै रिड्युसिङ गर्ने हो, लोएस्ट टर्ममा कसरी रिड्युस गर्छौँ भन्ने कुरा मात्रै हो। कुनै पनि फर्मेटलाई हामीले ए बाई बीको फर्ममा लान्छौँ। कुनै एउटा क्वान्टिटी ए छ, कुनै अर्को क्वान्टिटी बी छ भने त्यसलाई यदि हामीले फ्र्याक्सनको रूपमा ए बाई बीको ए बाई बीको फर्ममा रिप्रेजेन्ट गऱ्यौँ भने त्यसलाई हामीले रेसियो अन्तर्गत पढ्छौँ। अप्सन म्याथको यस्तो छ। अब अप्सन म्याथको हकमा तपाईँहरूको त्यो सर्कल स्ट्रेट लाइनहरूको बारेमा आउने हो। भोलि हामी भोलि बेलुकाको क्लासमा हामी त्यसमा डिस्कसन गर्छौँ। अर्को सिक्वेन्स एन्ड सिरिज दुइटैमा आउने हो, त्यो चर्चा गर्छौँ। त्यो सम्भवतः भोलि बिहानको क्लासमा हामी त्यो डिस्कसन गर्छौँ, होइन, अगाडिपट्टिको पोर्सनमा। अनि अप्सनल म्याथको मेजर कुराहरू अब यतापट्टि सैनिकको हकमा तपाईँको त्यही म्याट्रिक्सका कुराहरू, त्यस पछाडि गएर स्ट्रेट लाइन, उतापट्टि सेन्ट जेभर्समा एक्जाम हुने हुँदाखेरि चाहिँ हामी त्यसमा अलिकति फास्टमै जानु पर्थ्यो। तर यतापट्टि चाहिँ अप्सनल म्याथको सर्कलका जेनरल फर्मुलाहरू, त्यस पछाडि स्ट्रेट लाइनसँग रिलेटेड कुराहरू भयो। त्यस पछाडि स्ट्याटको कुरा अस्ति हामीले कति कुरा इन्क्लुड गरिसकेका छौँ, त्यसमा अलिकति थप भोलिको क्लासमा हामी गर्छौँ। त्यो भोलि बेलुकाको क्लास हाम्रो त्यहीसँग रिलेटेड हुन्छ। पछाडि साइन्सको पोर्सनमा त्यसमा हामी डिस्कसन गर्छौँ। बिहानको क्लासमा हामी सुरु गर्छौँ है, ओ म्याथको कुरामा चाहिँ। ल, अब यतापट्टि हाम्रो म्याथ्सको पनि हामी टु दि अन्तिम अन्तिममा पुगेका छौँ। रेसियो एन्ड प्रोपोर्सन, प्रोबेबिलिटीको कुरा गऱ्यौँ भने अगाडिपट्टिको लगभग अधिकांश कुराहरू हामीले सकाइसकेका छौँ जस्तो लाग्छ। एकचोटि सर हेरौँला त्यसमा पनि। ओके, सो रेसियो इज सिम्पली इट्स अ के हो त? फ्र्याक्सन। इट इज अ फ्र्याक्सन। इट इज अ फ्र्याक्सन, होइन? इट इज अ फ्र्याक्सन। इट हेज नो एनी युनिट, कुनै पनि यसको युनिट हुँदैन भन्ने कुरा सबैभन्दा फर्स्टमा हामीले जान्नु पर्यो। त्यस पछाडि गएर कुनै पनि दुईटा रेसियोको इक्वालिटीलाई चाहिँ हामीले के भन्छौँ त? प्रोपोर्सन भन्छौँ। सो सिम्पली प्रोपोर्सन इज द के छ त? इक्वालिटी, इक्वालिटी अफ टु रेसियोज, टु रेसियोज। रेसियोजको दुईटा इक्वालिटीलाई चाहिँ हामीले के भन्छ? प्रोपोर्सन भनेर भन्छौँ। कुनै पनि गिभन रेसियोजहरू प्रोपोर्सन छन् कि छैनन् भनेर हेर्नको लागि एक्स बाई वाइ इक्वल्स टु ए बाई बी छ भने वी क्यान सिम्पली राइट ओभर हियर, यो चाहिँ एक्स इन्टु बी बराबर ए इन्टु वाइ हुनु पर्यो भने हो। यति भयो भने चाहिँ यो प्रोपोर्सनल छ भन्ने कुरा हो। यदि छैन भने त्यसलाई चाहिँ प्रोपोर्सनल छैन भनेर भन्ने एउटा कुरा, यो जान्नु पर्यो सबभन्दा फर्स्टमा। त्यस पछाडि गएर त्यस पछाडि गएर अर्को कुरा हामीले यसमा बुझ्नुपर्ने भनेको कहिलेकाहीँ चाहिँ डुप्लिकेट, ट्रिप्लिकेट, सब डुप्लिकेट, सब ट्रिप्लिकेटको कुरा गरिरहेको हुन्छ। सिम्पली तपाईँलाई कुनै पनि रेसियोको डुप्लिकेट भनेर भन्यो भने इट मिन्स द्याट त्यसको सिम्पली के हो त भन्दाखेरि
स्क्वायर हो। जस्तै मानिलिउँ ए इज टु बी, उदाहरणका निम्ति तपाईँलाई ए इज टु बीको डुप्लिकेट निकाल भनेर भन्यो भने त्यसले भन्नु खोजेको केही पनि होइन, ए स्क्वायर इज टु बी स्क्वायर निकाल भनेर भने हो। सो लाइकवाइज इफ इट टक्स अबाउट ट्रिप्लिकेटको कुरा गर्यो भने, ट्रिप्लिकेट भनेर भन्यो भने यु हेभ टु सिम्पली रिमेम्बर द्याट इज ए क्युब इज टु के छ त बी क्युब हो भनेर बुझ्नु पर्यो। यो ट्रिप्लिकेटको कुरा भयो। ठिक छ, एउटा डुप्लिकेट एउटा ट्रिप्लिकेट। जस्तै उदाहरणको लागि मानिलिउँ वाट इज द डुप्लिकेट अफ 2:3 भनेर सोध्यो भने यसको कति हुने भयो त भन्दाखेरि 4:2 कति हुने रहेछ, 9 हुने रहेछ। बुझ्यो डुप्लिकेट भनेको। ट्रिप्लिकेट भनेको क्युब, ट्रिप्लिकेट भने के अरे क्युब। अब यसैमा फेरि सब डुप्लिकेट भनेर भन्यो भने अर्को के भन्यो भने यो हाम्रो डुप्लिकेट भयो, यो हाम्रो ट्रिप्लिकेट भयो। यसैमा सब डुप्लिकेट भनेर भन्यो भने इन द्याट केस यु हेभ टु रिमेम्बर द्याट त्यो भनेको चाहिँ रुटमा निकाल भनेर भने हो, स्क्वायर रुट निकाल्ने भनेर भने हो। यसमा सिम्पली हामीले के बुझ्नुपर्छ त, स्क्वायर रुट अफ ए इज टु स्क्वायर रुट अफ बी निकाल भनेर सोध्या हो। यसैमा यदि तपाईँलाई अब सब ट्रिप्लिकेट भनेर भनिदियो भने, सब ट्रिप्लिकेट भनेर भनिदियो भने ए इज टु बी भनेर भन्यो भने यसमा चाहिँ तपाईँको के छ त, ए। ठिक छ, कुराकानी बुझ्यो यहाँसम्म? यो कुरा बुझ्नु पर्यो। चारवटा कुरा। डुप्लिकेट भन्यो भने के, त्यस पछाडि गएर सब डुप्लिकेट भन्यो भने के, ट्रिप्लिकेट भन्यो भने के, त्यस पछाडि गएर सब ट्रिप्लिकेट भन्यो भने के, यो कुरा चाहिँ हामीले यसमा जान्नु पर्यो है। ठिक छ ल। अब यसमा एकदमै सजिलो क्वेसन एउटा हामीलाई अब जस्तै रेसियोको क्वेसन सोध्दै गर्दाखेरि रेसियोमा त एउटा जस्तै सामान्य क्वेसन आयो भने बोइज र गर्ल्सको रेसियो अथवा चाहिँ होइन कुनै पनि क्लासमा भएको केही कुराहरूको चाहिँ रेसियो कति छ भनेर सोध्न सक्ला, एउटा क्वेसन त्यो हुन सक्ला। त्यो हामी जुन निकाल्न सजिलो छ एकदमै त्यो सानो क्लासमै पढेको कुरा हो। अर्को क्वेसन भनेको हामीलाई यहाँबाट चाहिँ इक्वेसन बनाएर आउन सक्ने क्वेसन अर्को क्वेसन रहन सक्ला। यो कुरालाई मैले यसरी समराइज गरेँ। एडमिट यो कुरा सम्झिनु पर्यो। अब त्यस पछाडि गएर अब हामीलाई जस्तै मानिलिउँ के छ त भन्दाखेरि रेसियोको क्वेसन्सहरू सिम्पल भनेको हामीलाई थाहा छँदैछ। देयर आर, सिम्पल क्वेसनबाटै सुरु गरेँ मैले। देयर आर 450 बोइज, 450 बोइज, 450 बोइज एन्ड 650 गर्ल्स, GIRLs गर्ल्स इन दी क्लास। क्वेसनले भन्यो find the ratio of boys to total number of students भनेर भन्यो भने के हुन्छ होला, यो त निकाल्न सकिहालिन्छ। सकिँदैन र यो? यसमा हामीले सिम्पली के भनेको, यसले भनेको बोइज टु टोटल भनेर भन्यो भने बोइजको सङ्ख्यालाई माथि राख्छौँ, टोटलको सङ्ख्यालाई कहाँ राख्छौँ त, तल राख्छौँ। बोइज कतिजना भए, 450 भए। टोटल कति भए, कति हुन्छन् टोटल? बोलो बोलो, टोटल कति हुन्छ भनौँ न ए। ल म्युट छ र के हो? म्युटल अनम्युट ए। ल टोटल कति हुन्छ? 12 कि 13? 1100। ओके, सो वी क्यान सिम्पली राइट ओभर हियर 1100। अब त्यसो हो भने कति आयो त रेसियो? 9:22। कति? 9:22। 9:, के छ त, 9:22 रहेछ। हो, यही हो तपाईँले भनेकै लेखेको छु मैले। ल 9/22 आयो। त्यो भन्नुको मतलब के हो त भन्दाखेरि 9/22 आयो। इट मिन्स द्याट इज सिम्पली विल बी इक्वल्स टु 9:, तपाईँको 22 रहेछ भनेर बुझ्नु पर्यो। एकदम सिम्पल क्वेसन हो होइन, एकदमै सिम्पल क्वेसन हो। इक्जाममा सिम्पल रेसियोको क्वेसन सोध्यो भने यो हुन सक्ला। अर्को जस्तै मानिलिउँ कुनै पनि अमाउन्टहरूलाई डिभाइड गरेर क्वेसन सोध्न सक्ला। जस्तै उदाहरणका लागि मानिलिउँ के छ त भन्दाखेरि इफ क्वेसन नम्बर मैले 2 राखेँ, इफ रुपिज 495 इज डिभाइडेड बिट्विन वर्षा and Nitu in the ratio 7:4, how much amount
हाउ मच अमाउन्ट डिड नितु दिदी गेट्स। ल के हुन्छ? सर 180. वर्षाले कति पाउने रहेछन्? 7x पाउने रहेछन् होइन त। बिआरएसएचए वर्षाले कति पाउने रहेछन्? 7x पाउने रहेछन्। नितु भन्ने नानीले कति पाउने रहेछन्? 4x भन्ने पाउने रहेछन्। दुवै जोड्दा कति भयो? 495। वी क्यान सिम्पली राइट ओभर हियर 7x प्लस 4x विल बी इक्वल्स टु 495। अब यसलाई सिम्प्लिफाई गर्ने हो भने 11x विल बी इक्वल्स टु 495 जान्छ, डिभाइड हुन्छ, के छ? x इक्वल्स टु कति आयो? 45. 45. 45। त्यसो हो भने अब एउटा अप्सन तपाईँलाई 45 भनेर दिएको हुन्छ, तपाईँहरू फेरि मक्क परेर 45 लाएर आउनु होला। 45 लाउन पाइँदैन, 45 लाउन पाइँदैन। अब नितुले कति पाउँदो रहेछन् त? नितु नानीले 4x। सो 4 45. इन्टु के छ त? 45 गर्दा 180. कति आयो? सिम्पली द्याट विल बी इक्वल्स टु 180। यसरी बुझ्नु पर्यो। ठिक छ तनिषा, ठिक छ इशानजी, ठिक छ समीक्षा, अनसुया दुलाल, युनिस तामाङ, सुप्रिया चौलागाई। पोइन्ट कति बाबा? ल यसरी बुझ्नु पर्यो। सिम्पल खालको क्वेसन आउँदै गर्दा यस्तो आउन सक्ला। कहिलेकाहीँ मानिलिउँ के छ त भन्दाखेरि ल एउटा यो आउन सक्ला। केही समस्या छ यहाँसम्म? छ कसैलाई? छ भने भनिहालौँ, यस्तो चाहिँ समस्या छ भन्ने कुरा। यहाँसम्म त समस्या छ जस्तो मलाई लाग्दैन। रेसियो ओके। ल अब लेखौँ, अर्को क्वेसन लेखौँ त्यसो हो भने। ओके नेक्स्ट क्वेसन यहाँसम्म सक्यो। हजुर त्यो 7x प्लस 4x इजिकल टु 495 होइन तल? हजुर हजुर त्यहाँ त प्लस लेख्नु भएको छ त। प्लस लेखेको छैन छु र। छ अनि यस्तो गरे यस्तो खत्तम भइहाल्छ त। ल तपाईँहरू यति त बुझ्नुहुन्छ भन्ने मलाई थाहा नि त, त्यो भएर हो। ल अब त्यस पछाडि गएर द मन्थली MONTHLY मन्थली इन्कम कसको अफ टु पर्सन्स दुईजना पर्सन्स आर इन द रेसियो भर्खर जोइन गर्दै हुन्छ, आर इन द रेसियो 4:5 and their and the monthly income of a two persons are in the ratio 4:5 and their MONTHLY monthly expenditure TURE होला होइन, expenditures are in the ratio 7:9 भनेर भन्छ। यदि दुवैजनाले इफ इच सेप्स बचाउँछन्, कति बचाउँदा रहेछन् भने ₹50 ₹50 बचाउँदा रहेछन् भने क्वेसनले भन्छ फाइन्ड देयर FIND पत्ता लगा त, फाइन्ड THEIR फाइन्ड देयर MONTHLY मन्थली के जाति त इन्कम कति कमाउँछन् निकाल भनेर भनेको छ। अप्सन एमा दिएको छ 300 र 400। अप्सन बीमा दिएको छ 400 र 500। अप्सन सीमा दिएको छ 100 र 200। अप्सन डीमा दिएको छ 500 र 600 भनेर बुझेको छ। ल्यापटपमा चार्ज सकिएछ। ल भन्नु रोजालिन बस्नेजी, हजुरले भन्नुहोस्। हजुरको अपेक्षा गरेको छु मैले, हजुरले भन्नुहुन्छ भने फुल्ली अपेक्षा गरेको छु। ल भन्नुहोस्। सर एकछिन गर्दैछु। ए गर्दै हुनुहुन्छ भने आश गरौँ आन्सरको। तर अप्सन बी होइन। ओके ओहो शिट, अप्सन के भन्नुभयो? बी बी भन्नुभयो। तर अप्सन बी भन्ने बित्तिकै यहाँ मेरो सेवा फेरि
ल आयो सबैको अप्सन बी, आयो सबैको सर। आउनु पर्यो। आएन भने त्यसमा छलफल गरौँला। ल कसरी आयो भन्नुहोस् त, आउनेहरूले भनिदिनु पर्यो। दुईटा इक्वेसन बनाएर। दुईटा इक्वेसन बन्यो। इक्वेसन के बन्यो विपिन बुढाथोकीजी, हजुरले सेयर गरिदिनुहोस्। के हुन्छ ल भन्नुहोस् त। 4x minus equals to 4x minus 50 equals to 7 अनि f 5x minus 50 equals to 9 भयो मेरो त अर्कै। ओके ल ठिक छ। कुरो के भयो त भन्नुहुन्छ भने माइक अफ छ भनौँ। ओके कुरो के भयो त भन्दाखेरि यो दुवैको केसमा हामीलाई के थाहा छ भने इन्कम भनेकै के हो त, इन्कम भनेकै तपाईँको के हो त भन्दाखेरि सेभिङ प्लस एक्सपेन्डिचर, त्यही हो नि त कुरो। इन्कम भनेको टोटल इन्कम भनेकै सेभिङ प्लस एक्सपेन्डिचर हो, त्यसरी बुझ्दा भइहाल्छ। अब त्यसो हो भने हामीलाई रेसियो के को दिएको छ भन्दाखेरि एउटा मन्थली इन्कमको दिएको छ, एउटा हामीलाई के दिएको छ त एक्सपेन्डिचरको दिएको छ। यदि दुवैजनाले 50 रुपियाँ सेभ गर्छन् भने टोटल इन्कम माइनस सेभिङ भनेको एक्सपेन्डिचर हो नि, होइन र? टोटल इन्कम माइनस सेभिङ भनेको एक्सपेन्डिचर हो नि। त्यो भन्नुको मतलब यो दुईजना व्यक्तिहरू एउटाले कमाउँदा रहेछन्, कति कमाउँदा रहेछन्? 4x कमाउँदा रहेछन्। हेर्नुहोस्, एउटाले कमाउँदो रहेछ 4x, अर्कोले कमाउँदो रहेछ कति त भन्दाखेरि अर्कोले कमाउँदो रहेछ 5x। अब त्यसो हुँदै गर्दा कति सेभिङ गर्यो? 50 रुपियाँ माइनस 50, 4x माइनस 50, यहाँ पनि कति हो त? माइनस 50। त्यो गर्दै गर्दा द्याट विल बी इक्वल्स टु, हेर्नुहोस् त अब ए द्याट विल बी इक्वल्स टु, अब तपाईँको के बाँकी रह्यो? के बाँकी रहने भयो? इन्कम माइनस सेभिङ भनेपछि के भयो? एक्सपेन्डिचर भयो, भयो कि भएन? सो वी क्यान सिम्पली राइट ओभर हियर 7/9 भनेर भन्नु, यसरी गर्न पाइयो। अब यसलाई सल्भ गर्ने हो भने वी क्यान गेट द भ्यालु अफ एक्स, एक्सको भ्यालु आउँछ। जस अन्तर्गत सिम्प्लिफाई गरेर हेर्नुहोस्, 9 फोजा कति भयो? 36, 7 5 जा 35, 35 माइनस 36 भनेको 1 आयो। उतापट्टि तपाईँको के छ त भन्दाखेरि 450, यतापट्टि 7 पन्चे 350 भनेपछि कति आयो? एक्स भ्यालु कति आयो? 100 आएको हो 100 हो नि त। हो सर। यस अब त्यसो हो भने मन्थली इन्कम भनेको 4x भनेको तपाईँको कति भयो? 4 × 100, द्याट विल बी इक्वल्स टु 400। अर्को 5x द्याट विल बी इक्वल्स टु 5 × 100, द्याट विल बी इक्वल्स टु के छ त भन्दा 500। सो इन्कम कति कति रहेछ त भन्दा 400 र 500 रहेछ भनेर बुझ्नु पर्यो। बुझ्यो? यसरी यस्तो सर रेसियोको बोलो बोलो। के अरे त्यो 50 रुपिस सेभ गऱ्यो भनेपछि प्लस गर्ने होइन? यस्तो भयो, तपाईँले यतापट्टि प्लस गर्दा भए चाहिँ हुन्थ्यो है। हाम्रो के सिम्पल यस्तो गरे हो, टोटल इन्कम जुन छ नि, इन्कम भनेको हाम्रो के हो भन्नुहोस् त मलाई? सेभिङ प्लस एक्सपेन्डिचर हो कि होइन? हो, हो नि त। अब मैले चाहिँ के गर्ने, सेभिङ दुवैपट्टिलाई यतापट्टि ल्याएर माइनस गरिदिउँ। यहीँ 4x माइनस 50, 5x माइनस 50, त्यो गर्दाखेरि इन्कम माइनस सेभिङ इक्वल्स टु एक्सपेन्डिचर भयो कि। तपाईँले एक्सपेन्डिचर प्लस एस इक्वल्स टु इन्कम गरे भए पनि हुन्थ्यो। कुरो बुझ्नुभयो? यदि यसलाई चाहिँ 7x र 9x मान्नुभएको भए यतापट्टि 7x हुन्थ्यो, यतापट्टि 9x हुन्थ्यो, अनि तपाईँले 50 जोडेर प्लस 50 गरेर इक्वल्स टु के पनि गर्न मिल्थ्यो कान्छु? 4/5 गर्न नि मिल्थ्यो। कुरो एउटै हो क्या। बुझ्नुभयो? ल ल त्यसरी बुझ्नु पर्यो है त। भयो वर्षाजी? वर्षाजी, इशानजी कुरोकानी मिलो? मिल्यो सर। ल सो आन्सर विल बी कति हुँदो रहेछ त? 400 र 500, 400 र के छ त 500। यो एउटा क्वेसन हामीले जान्नु पर्यो है त। ल अब त्यसै गरी मैले अर्को क्वेसन राखेँ। क्वेसन नम्बर हामी कतिमा पुग्यौँ? 3 नम्बर यो भयो भने लेट्स गो टु 4 नम्बर। 4 नम्बरमा अर्कोमा लेखौँ। पहिलो एक टाइप क्वेसन भयो, दोस्रो एक टाइप भयो, तेस्रो एक टाइप क्वेसन गरिरहेछौँ, चौथो अर्को किसिमको छ। फेरि चौथो हेरौँ, त्यस पछाडि गएर अर्को टाइपमा जम्ला। यो फेरि बन्द भयो मेरो यतापट्टिको जुम। भन्नुहोस् है, स्क्रिन जोइन अ मिटिङ।
भर्खर जोइन गर्दै हुनुहुन्छ, के गर्ने? फोन नम्बर ल a mixture contains alcohol and water in the ratio and कोर्न थाल्नुभयो त फेरि water in the ratio 4:3 if 7 LITR a liter of water is added. If 7 liter of water is added to the mixer, the ratio of the alcohol and water becomes 3:4. 3:4. Question ले सोध्यो, find the amount of alcohol in the mixer. लो निकाल्नु त कति हुन्छ? A mixture of contains के छ त alcohol and water in the ratio 4:3. अब 7 लिटर अफ वाटर चाहिँ एड गरेर रहेछ मिक्सरमा है, मिक्सरमा एड गर्यो, त्यो रेसियो अफ द अल्कोहल एन्ड वाटर चाहिँ 3:4 भयो। अब भन्नुस् त क्वान्टिटी अफ अल्कोहल इन द मिक्सर कति हुन्छ भनेर भनेको छ। हामीले के सपोज गर्न पाइयो भने अल्कोहलको क्वान्टिटी जुन छ यसलाई हामीले 4x मान्ने हो र त्यस पछाडि गएर अर्को हामीले वाटरको क्वान्टिटीलाई 3x मान्ने हो भने अब मलाई भन्नुस् त इक्वेसन कस्तो बन्छ होला? by 3x plus 7 equals Okay, to exactly. 0. तपाईहरुले भन्नुभयो अनुसार 4x बाई, ओके ठीक छ यहाँसम्म 4x भनेको अल्कोहलको पार्ट भयो, 3x योसँग के भन्यो फेरि यहाँसम्म ठीक छ। अब क्वेशनले इफ 7 लिटर अफ वाटर इज एडेड टु द मिक्सर भन्नुको मतलब यहाँ कति पानी जोडेछ बाबा? Plus 7 7 लिटर हो, liter. विल बी इक्वल्स टु, अब रेशियो कति हुन्छ अरे? 3/4. The ratio of the alcohol becomes 3:4. अब तपाईले निकाल्नु पर्यो 3:4 निकाल त भनेर क्वेशनले सोध्यो भने अब गर्न सकिदैन र? सकिन्छ नि, यसरी गर्नु पर्यो। हजुर भन्नुस्। त्यो 7 लिटर चाहिँ अनि मिक्सरमा हाले भनेको छ, अनि वाटरमा मात्रै किन हालेको हामीले? 7 लिटर त अनि केमा हालेको कान्छु? पानी थप्पे हैन र? 7 लिटर के थप्पे भन्नु न मलाई? ए हस् वाटर। पानी थप्यो नि त मिक्स, रक्सीमा पानी हाले कि भयो, त्यही भएर वाटर थपे। ओके छ अंकित जी? ल 12 लिटर अब कति आयो त? 4x कति आयो त? इफ सो यहाँबाट हामीले निकाल्न सक्यौं, सिम्पली के निकाल्न सक्यौं? 12 लिटर आयो। can get the value of x, x को भ्यालु हामीले निकाल्न सक्यौं, that will be equals to तपाईको के छ त 3। हामी so 12 अब लिटर 4x that will be equals to 4 into 3 will be equals to कति आउँदो रहेछ? 12 आउँदो रहेछ। सक्यो हेर्नुस्, बुझ्यो? भन्छ अल्कोहल कति रहेछ त? 4 3 12 लिटर रहेछ। भयो? ल यो क्वेशन, यो चौथो टाइप अफ क्वेशन हो। यो चौथो टाइप अफ क्वेशन्सहरु मध्ये सबैभन्दा बढी र अधिकांशको इन्ट्रान्समा बढी सोधिने इन्ट्रान्सको क्वेशन चाहिँ यो पाँचौं टाइप अफ क्वेशन हो। क्वेशन नम्बर 5 मा हामी जुन गर्दै छौं यो क्वेशनले भन्छ इफ a is to b will be equals to के छ त भन्दा 2:3 हुन्छ अरे। लाइकवाइज तपाईको के छ त भन्दाखेरि b is to c will be equals to तपाईको के छ त भन्दाखेरि that will be equals to 5:7 हुन्छ भने क्वेशनले भन्छ find a is to c एउटा भनेर सोध्देला कहिले?
कहिलेकाहीँ ए इज टू बी इज टू सी नै भनिदिएर सोध्ला। ल अर्को क्वेसन पनि मैले यसैमा बनाइदिएँ होइन, एकै ठाउँमा दुईचोटि जानौँ न। एउटा ए इज टू सी निकाल भन्यो, अर्को ए इज टू बी इज टू सी निकाल भनेर भन्यो। ए इज टू बी इज टू के निकाल भन्यो त सी निकाल भनेर भन्यो भने यसलाई गर्ने कसरी होला? आन्सर निकाल्नु पर्यो, निकाल्नुहोस्। भन्नुहोस् त। ल पहिला ए इज टू सी कति अथवा ए इज टू बी इज टू सी कति, तिनटै कुरा दुईटालाई हेरौँ। A is to C 10/21. ए इज टू सी 10/21 sir. 10/21 ओके। Answer A भनेपछि is to ए इज B टू is बी to इज टू C सी 10 कति आयो? is to 2. ल क्वेसन नम्बर 5 को कुरा गर्दैछौँ हामी। 10 is to 15 is to 21. 10 इज टू 15 इज टू 21 कसरी गर्नुभयो यो तरिका? भन्नु न। ल हेर्नुहोस्, हामीले एउटा निकाल्नु पर्ने छ ए बाई सी। एनी हाउ ए बाई सी निकाल। हेर्नुहोस् त, तपाईँहरूलाई दिएको जुन टर्म छ, तपाईँहरूलाई दिएको जुन टर्म छ त्यो हेर्नुहोस् त। एउटा हामीलाई ए बाई बी दिएको छ, एउटा हामीलाई के दिएको छ? बी बाई सी दिएको छ। हो नि? यदि हामीले त्यो दिएको टर्म जुन छ हेर्नुहोस् त, त्यसलाई यदि मल्टिप्लाई गरिदियौँ भने चेक गर्नुहोस् त एकचोटि। ए बाई बी मल्टिप्लाई बाई बी बाई सी गर्ने हो भने बीबी काटिन्छ, ए इज टू सी आयो कि आएन? आयो कि आएन? आयो कि आएन भन्नु न। आयो। अब ए बाई बी भनेको हामीलाई 2/3 दिएको छ, बी बाई सी भनेको हामीलाई 5/7 दिएको छ। यो भनेको हाम्रो कति आयो त भन्दाखेरि 10 बाई कति आयो त 21 आयो। त्यो भएर ए इज टू सी भनेको कति आयो? 10/21 आयो। यो कुरो बुझ्यो कि बुझेन? पहिलो तरिका, एउटा तरिका यो तरिकाले पनि गरेको पाइन्छ। ए बाई सी भनेको तपाईँले सिम्पली के गर्नुभयो? 2/3 को भ्यालु हाल्नुभयो, सिम्पली मल्टिप्लाई बाई फेरि के गर्नुभयो त 5/7 गर्नुभयो। त्यहाँबाट तपाईँले आन्सर निकाल्नुभयो, द्याट विल बी इक्वल्स टू तपाईँले कति निकाल्नुभयो? 10/21 निकाल्नुभयो। एउटा तरिका यो हुन सक्ला। बुझ्यो? यो बुझ्यो कि नै? बुझ्यो। एउटा यो भयो। अब तपाईँलाई फेरि ए इज टू बी इज टू सी निकाल्नु पर्यो भने गर्ने के त? फेरि समस्या त्यहाँ भयो। ए र सी त आयो तर बी त आएको छैन, कसरी निकाल्ने? भन्नुहोस् त। ल अब यसमा यस्तो बेलामा हामीले जस्तै मानिलिउँ तलपट्टि आएको जुन डिनोमिनेटर छ, डिनोमिनेटर अथवा हामीलाई त्यहाँ दिएको जुन भ्यालु छ, एउटा 3 भयो, एउटा के भयो अरे 5 भयो। हो, एउटा 3 भयो, एउटा के भयो त 5 भयो। 3 र 5 को एलसिएम कति हुन्छ? 15। अब हामीले ए इज टू बी निकाल्न सक्यौँ भने, ए इज टू बी निकाल्न सक्यौँ भने बी इज टू सी दिएको छँदैछ, त्यहाँबाट हामीले त ए इज टू बी इज टू सी निकाल्न सकिने भयो नि त। त्यो भएको कारणले गर्दाखेरि हामीले अर्को तरिकाले कसरी पनि गर्न सकिन्छ भने सिम्पल हिसाबले हेर्ने हो भने 3 र 5 को एलसिएम कति हुन्छ? 15। 3 र 5 को एलसिएम कति हुन्छ? 15। एनी हाउ 15 बनाऊ भन्ने अभियानमा जान्ने हो भने ए इज टू बी भनेको हामीलाई कति दिएको छ भन्नुहोस् त? 2:3 छ कि छैन? छ। भने पछाडि अब यसलाई 15 बनाउन कतिले मल्टिप्लाई गर्नुपर्छ? यसलाई 15 बनाउन कतिले मल्टिप्लाई गर्नुपर्छ? 5 ले। भनेपछि यसलाई पनि कतिले गर्नु पर्यो? 5 ले। भनेपछि ए भने कति हुँदो रहेछ त? 10 हुँदो रहेछ। बी भने कति हुँदो रहेछ त? 15 हुँदो रहेछ। भनेपछि ए इज टू बी 10:15 आयो कि आएन? आयो। ल अब त्यसो भए यो तरिका मैले यो तपाईँलाई एउटा तरिका यो भने एकदमै हामी बुझ्ने र छोटो तरिकाबाट छ। मैले दुईवटा तरिकाबाट सिकाउन खोजेँ हो तपाईँहरूलाई। एउटा तरिका मैले अहिले भर्खर जुन गरेँ एलसिएम लिएर गर्ने तरिका, त्यो अलिकति के छ त भन्दाखेरि तपाईँहरूलाई अलिकति बुझ्न गाह्रै नै हुन्छ। त्यो भएको कारणले यो
त्यो तरिकाबाट नगरिकन हामी छोटो तरिका सर्टकट ट्रिकबाट जान्छौँ यस्तो क्वेसन गर्दै गर्दा। त्यसको लागि चाहिँ सिम्पल तपाईँहरूले एउटा के बनाउनुहोस् त भन्दाखेरि एउटा बक्स जस्तो बनाउनुहोस्। बक्स कस्तो त भन्दाखेरि हेरौँ त, ल मैले यहाँ टक्कै यसरी अब हामीलाई एबिसी दिएको छ होइन त, तिनवटा दिएको छ, यो राखेँ, यहाँसम्म केही समस्या छैन, यो लेख्थेँ। अब यहाँ ए लेखिदिनुहोस्, यहाँ बी लेखिदिनुहोस्, यहाँ सी लेखिदिनुहोस्। हेर्नुहोस् है सबैले, यो छोटो मिठो तरिका, योभन्दा पछाडि एउटा क्वेसन दिन्छु तपाईँले गर्नुपर्छ। अब हामीलाई ए इज टु बी कति दिएको छ क्वेसनले, ए इज टु बी कति दिएको छ, 2:3। यहाँ 2 राखिदिनुहोस्, यतापट्टि 3 राखिदिनुहोस्, ठिक छ। अब बी इज टु सी कति दिएको छ हामीलाई, 5:7 5:7। अब जाउँ, यहाँ 5 लेख्नुहोस्, यहाँ 7 लेख्नुहोस्, केही समस्या छ छैन। अब के गर्ने भने नियरेस्ट नजिकै जे छ खाली बक्समा त्यो लगेर हाल्ने। के बोल्यो, नजिकै जे छ त्यो खाली बक्समा लगेर हाल्ने भनेको यो 3 को नजिकै यहाँ के छ, यो अब यहाँ लगेर के हाल्नु पर्यो त, के हाल्नु पर्यो, 3 साइडको नजिकै लगेर हाल्ने के अगाडिपट्टि। अब यहाँ कता, यहाँ 5 खाली छ भने चाहिँ यतापट्टि ल्याएर के हाल्नु पर्यो हामीले, कता भयो है, यहाँ लगेर के हाल्नु पर्यो ल भन्नुहोस् त मलाई, 5। यहाँ साइडमा जे छ त्यो लगेर हाल्ने, सामान्य हिसाबले बुझ्ने हो भने। भन्नुको मतलब अब यहाँ तपाईँले राखिदिनुहोस् 3, यतापट्टि तपाईँले राखिदिनुहोस् 5। यहाँसम्म केही समस्या छ भने भन्नुहोस्। 3 कसरी आएको 5 कसरी आएको बुझ्यो, नजिकै जे छ त्यो लगेर हाल्नु, सक्यो। अब त्यस पछाडि गएर यिनीहरूलाई मल्टिप्लाई गरिदिनुहोस् त, 5 2 जा कति आयो, 10 आयो, 5 3 जा कति आयो, 15 आयो, 7 3 जा कति आयो, 21 आयो। त्यही भएर हेर्नुहोस् त, ए इज टु बी इज टु सी भनेको 10:15:21 रहेछ है, बुझ्यो। अघि हामीले माथिपट्टि निकाल्दाखेरि पनि ए इज टु सी त निकालेको थियौँ नि त, कति आएको थियो, 10:21 आएको थियो। एलसिएम निकाल्दाखेरि पनि यसरी आयो। भन्नुको मतलब यसलाई छोटो तरिकाबाट यसरी गर्न सकिँदो रहेछ, अगाडिको बुझिएन भने यो बुझ्यो भने भयो। ए इज टु बी इज टु सी भनेको हाम्रो कति आउँदो रहेछ त, 10:15 कति आउँदो रहेछ, 21 आउँदो रहेछ। यो जाने पछाडि ए इज टु सी सोधोस् कि जेसुकै सोधोस्, हामीलाई के को डाउट दुख्यो विषय भयो। अब त्यसो हो भने यो त मैले गर्दै अब तपाईँहरूले गर्नु पर्यो। अर्को क्वेसन लेख्नुहोस्। क्वेसन नम्बर कतिमा पुग्यौँ हामी, क्वेसन नम्बर 5 मा पुग्यो भने क्वेसन नम्बर 6 तपाईँहरूको जिम्मेवारी। क्वेसन नम्बर 6 मा लेख्नुहोस्। ओके, क्वेसन नम्बर 6 मा लेख्नुहोस् इफ, ल लेख्नुहोस् त सबैले, ए इज टु बी विल बी इक्वल्स टु, मानिलिउँ के छ त 1:2 छ अरे। त्यसै गरी लाइकवाइज बी इज टु सी भनेको द्याट विल बी इक्वल्स टु, मानिलिउँ तपाईँको 3:1 छ अरे। अब भन त सी इज टु डी भनेको मानिलिउँ 2:2 तपाईँको के छ त भन्दाखेरि 1 छ अरे। अब पत्ता लगा, क्वेसनले भन्छ ए इज टु बी इज टु सी इज टु डी नि पत्ता लगा भनेर भन्छ। ल अहिले भर्खरै सिकाएको तरिका लगाम त, यति यो भएन भने पक्नुहोस् ल। यसलाई अझ मैले छोटो बनाइदिउँ, त्यस पछाडि अहिले अर्को तरिकामा गर्नु, यो चाहिँ गरौँ। ए इज टु बी 1:2 छ, बी इज टु सी 3:1 छ होइन। अब त्यसो हो भने ए इज टु बी इज टु सी कति हुन्छ, एउटा यो क्वेसन भयो 6 नम्बरमा। 7 नम्बरमा यसैमा पछाडिपट्टि अर्को राखेर, सरी के भयो, 7 मा यसैको पछाडिपट्टि अर्को पनि थप्दिउँ अनि गरौँला। ल गरौँ, यसलाई यसो गरौँ, 7 नम्बरमा यसो गरौँ। अब त्यस पछाडि गएर हामीले के गरौँ त, फेरि सी इज टु डीको भ्यालु हालिदिउँ, 2:1। ल सी इज टु डीको केसमा कति छ त भन्दा 2:1 छ भने क्वेसनले निकाल भन्छ फाइन्ड ए इज टु बी इज टु सी इज टु डी। ल निकाल्नुहोस्। 6 नम्बरको आन्सर कति हुन्छ भनौँ, त्यस पछाडि कुरा गरौँ ल। 1:2:1। Six Sir, three grams is to of six 3 is to to 6 what? is to 2 हो। 6 को आन्सर कति भन्नुभयो, 3:6 is to 2। 3:6 ओके। तलको ल हेरौँ, ल
सबैको आयो? आयो सबैको? ल अब एज टु बी जे दिएको छ त्यसलाई राखिदिनुहोस्। एज टु बी भनेको हाम्रो यहाँ कति दिएको छ? यहाँ 1 दिएको छ, यतापट्टि के दिएको छ त? बी भनेको 2 दिएको छ। अब बी इज टु सीमा यहाँ के दिएको छ? यहाँ 3 दिएको छ, यतापट्टि तपाईँलाई के दिएको छ? 1 दिएको छ। अब मैले के भने जे छ त्यसलाई सर्लक्क यहाँ साइडमा के छ? 2 छ भने यहाँ पनि लगेर 2 राख्नु पर्यो। त्यो भएर यहाँ 2 भयो। यतापट्टि 3 छ, त्यस कारणले गर्दा यहाँ पनि लगेर 3 राख्नु पर्यो। त्यो भएर 3 भयो। यो बुझेको बुझेन? मेन कुरो यो बुझ्नु पर्यो। यो 3 कहाँबाट आयो भन्ने कुरा बुझिएछ त खेल खत्तम भइहाल्यो। हेर्नुहोस्, यो 2 कहाँबाट आयो भन्ने कुरा बुझिसकेछ त यो खेल खत्तम भइहाल्यो। हेर्नुहोस्, गाह्रो कुरा छँदै छैन। अब कति आयो त यो? 3 1 जा 3 भइहाल्यो, 3 2 जा 6 भइहाल्यो, यतापट्टि 2 1 जा 2 भइहाल्यो। आन्सर कति रहेछ? 3:6:2 रहेछ। त्यसो हो भने क्वेसन नम्बर 7 को कति हुन्छ? 7 मा फरक के मात्रै हो भने त्यहाँ डी पनि थपिया छ। 3:6:2:2 3:6:2 त्यो त मिलो। अब 7 को चाहिँ 7 को भने 3:6:2 कति आयो? 2 2 कि 1? 2 राम्रोसँग हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस्। 1 आउनुपर्छ जस्तो लाग्छ मेरो विचारमा। यहाँ ए छ, यहाँ बी छ, यहाँ सी छ, यहाँ डी छ। ल हेरौँ अब। A:B मा 1:2 छ, यहाँ 1 राख्नुहोस्, यहाँ 2 राख्नुहोस्। फेरि तपाईँको अब के छ त भन्दा B:C मा बीमा के छ? यहाँ 3 छ, यहाँ 3 छ, यतापट्टि के छ त? 1 छ, यो पनि राख्नुहोस्। C:D मा के छ फेरि? 2:1, यहाँ 2 राख्नुहोस्, यतापट्टि 1 राख्नुहोस्। हो, अब पछाडि अब अगाडिपट्टि जे खाली छ त्यही राख्नु भनेर भनेको छ। हेर्नुहोस्, अगाडि जे खाली छ त्यही राख्नु भनेको छ। भन्नुको मतलब यहाँ के राख्ने? यो बक्समा के राख्ने? मलाई सबैले भन्नुहोस्, यो बक्समा के राख्ने? यो बक्समा 3, यो बक्समा 3, यसमा प्रब्लम भएन। यो बक्समा के राख्ने अरे? 3 राख्ने, यसमा प्रब्लम भएन हैन? योमा 3 राख्ने, यसमा समस्या भएन। अब यसमा के राख्ने त त्यसो भए? यतापट्टि यी दुईटामा 2 राख्ने 2, किनभने छेउमा 2 2 छ, राख 2 राख भनेको छु। त्यही भएर 2 राख्ने, अर्को 2 राख्ने। के एल्सियमबाट सिक्ने हो के हो भन्नु है फेरि? ए ल ठिक छ। अब यसमा फेरि के छ? यसमा के राख्ने? 1 सर 1 छेउमा जे छ त्यसलाई सर्लक्क राखिहाल्ने, टाउ उठाउने विषय नै छैन। अब यहाँ के राख्ने त? यो दुईटैमा राख्ने के नै हो फेरि? 2 राख्ने सर। यहाँ राख्ने फेरि के नै हो त? 2 2 नै राख्नु पर्यो। यहाँ पनि 2 राख्नु पर्यो, यतापट्टि पनि 2 राख्नु पर्यो। 22 चाहिँ राख्नु भएन है फेरि, यहाँ 2 राख्नु पर्यो। अब मल्टिप्लाई गरिदिउँ न त। 3 2 जा 6, 3 × 2 × 1 भने कति भयो? 6। 3 2 जा 6 2 जा 12, 2 2 जा 4 हो। 2 सर त्यस पछाडि गएर 2 2। अब यो त फेरि केमा जान्छ? A:B C:D भने नि त। यो दुईटा त फेरि हामीले के गर्नु पर्छ? रिड्युस इन्टु लोएस्ट टर्म, रिड्युस इन्टु लोएस्ट टर्ममा जान्छ, हो कि होइन? रिड्युस इन्टु लोएस्ट टर्ममा जान्छ। त्यो हुँदाखेरि फेरि 2 ले डिभाइड गर्दाखेरि यहाँ कति आउने रहेछ? यो 3, यो कति? 6, यो कति? 2, यो कति? 1। बुझ्यो कि नै? भने पछाडि हुँदो रहेछ 3:6:2:1। यसरी बुझ्ने। रेसियोको यस्तो क्वेसन आयो भने यो एक्जाममा हेर्नु भने धेरै पटक सोधेको क्वेसन हो। हेर्नुहोस्, त्यही भएर राखेको थिएँ मैले। भयो कुराकानी? सर हजुर। हजुरले ग्रिन बक्समा के गरिसकेको फेरि एकपल्ट एक्सप्लेन गर्छ? ए निदाएर बसेको छ क्या यो पौडेल? म भर्खर आएको। ए यहाँ जे दिएको छ त्यसलाई हालेको, साइडमा खाली भएको बक्समा चाहिँ साइडमा जे छ त्यो लगाएर हालेको। यहाँ 2 थियो, त्यो भएर यहाँ 2 2 हालेको। यहाँ 3 थियो, त्यो भएको कारणले यो यतापट्टि खाली हुन्थ्यो, त्यहाँ 3 हालेको। बुझ्नुभयो? बुझेँ सर। जहाँ खाली हुन्छ त्यहाँ साइडको लगेर हाल्ने अनि आन्सर निकाल्ने भन्छ।
त्यसो हो भने निकाल नि त बाबु नानीहरू भनेर मैले पनि क्वेसन दिन्छ। क्वेसन नम्बर 8 मा लेख्नुहोस्। 8 नम्बर, इफ A is to B, A is to B will be equals to 4:5 छ। A is to B सर फन्ट सानो भयो, कति सानो लेखेको, त्यसो भए ठुलो बनाइदिउँ ल। A is to B भनेको के छ त 4:5 के छ त 5 छ। त्यसै गरी B is to C भनेको द्याट विल बी इक्वल्स टु तपाईँको 3:1 छ। त्यसै गरी A B C अर्को C is to D छ भने द्याट विल बी इक्वल्स टु तपाईँको कति छ त भन्दाखेरि 3 2 2 राखौँ, यतापट्टि 3 राखौँ। ल भन् त फाइन्ड A is to B is to C is to D भनेर भन्यो भने हुन्छ के, निकालौँ। ल के हुन्छ होला, निकालौँ हजुर। 24:30:10:15 24:10 नसक्ने नजान्ने कोही हुनुहुन्छ भने भन्नुहोस्। अब त सक्नुभयो होला। भर्खर जोइन गरेका 4 जना बाहेक, भर्खर यहाँ 4 जना जोइन गर्नु भएको छ, त्योभन्दा बाहेकले बुझ्नु पर्यो। ल यसैमा अब अलिकति फरक, इफ 2A will be equals to 3B that will be equals to 4C। अब अलिकति फरक आयो। 4C यसलाई पनि क्यापिटलले बनाम 4B भनेर बनाम। अब भन् त भनेर भन्छ। अब यतिखेर फेरि क्वेसनले भन्यो फाइन्ड A is to, ठुलै लेख्न बाबा, A is to B is to C निकाल त भन्यो भने गर्ने कि फेरि अर्को समस्या आयो, निकाल। सर हजुर 8 नम्बरको लागि चाहिँ लोएस्टमा लानु पर्दैन? क्या बोला? 8 नम्बरको लागि लोएस्टमा लानु पर्दैन? कति नम्बरको भयो माया? 8 नम्बर। 8 नम्बरको कति आयो रे आन्सर? 24 आन्सर 30 10 15 24 30 10 15 आयो। त्यसलाई कतिले जान्छ? 2 ले जान्छ। 15 लाई 2 ले जान्छ भनेर कुन स्कुलमा म्याथ पढेको माया? हैन सबैलाई त भएन, म त ए। एउटा ल ठिक छ। अब के हो, मैले पनि पढ्नु पर्यो फेरि। अहिले अब चेन्ज भएको छ भने छुट्टै कुरो हो फेरि। 15 लाई 2 ले जान्छ भने जस्ट फर फन है जिस्केको। ल डोन्ट टेक इट सिरियसली। होइन रोशनजी के हो कुराकानी, ठिक छ नि? रोशनले आज दिनुभयो केएमसीको जाँच, कस्तो भयो? आमामा हेर सुतेका। नवमी, जेनिसा, सोइनम, कुशल, निश्चल, रिजेश, जयन्ती, सुप्रिया, रिजन, वर्षा, मिराज, आमामा यिनीहरू सबै केही भिडियो अन गरे यिनीहरू पढिराखन् भनेर मैले कसरी पत्याइदिने? पढिरहेछौँ गरिरहेछौँ। के गरेछ अहिले क्वेसन सोध्यो भने भन्दैन, मलाई थाहा छ। हेर यो त यमन खड्का, निस्मा भण्डारी। हजुर यार कुन 6:4:3 6:4:3 6:4:3 3 कसरी आयो? मलाई आउँदैन, सिकाउनु सब। इन्डिभिजुअल रेशियोजहरु निकाली इक्वेट गरेर इन्डिभिजुअल रेशियोजहरु निकाल्यो एलसिएम ले इक्वेट डिभाइड गरेर। गर्दैन। जस्तै अझै बुझिन मैले। फर्स्टमा मैले 2A इक्वल्स टु 3B गरेँ अनि A/B को भ्याल्यु निकालेँ। त्यसपछि 3B इक्वल्स टु 4C निकालेँ अनि B/C को भ्याल्यु निकालेँ अनि हजुरले भन्छ ट्रिक युज गरेर। अघि निरव भाइले भने अनुसार यसरी गर्नुभएछ। क्वेसन 2A विल बी इक्वल्स टु 3B आयो रे। मेरो भाइले के गर्नुभएछ भने A/B भनेको त सर थाहा छ नि हामीलाई, 3/2 हो नि सर, हामीलाई आउँछ नि। त्यसै गरी फेरि भाइले भने अनुसारै 3B विल बी इक्वल्स टु के गर्नुभएछ? 4C गर्नुभएछ। त्यो भएको कारणले गर्दा B/C विल बी इक्वल्स टु भाइले भने अनुसार 4/3 भयो। हो कुरो यही हो नि मेरो भाइ? सर हो। अब त्यस पछाडि त मैले के गरेँ सर, तपाईँले भन्नुभयो जस्तो गरेँ, कुरो मिल्यो। एउटा तरिका यो एकदमै सही। अर्को तरिका, अर्को कसले योभन्दा फरक तरिकाले गर्नुभयो कसले हुनुहुन्छ भन्नुहोस्? त्यो पनि त्यो एलसिएम ले डिभाइड गर्नु बुझ्यो नि। अब यस पछाडि के गर्ने भन्यौँ हामीले, यहाँ A लेख्ने, यहाँ B लेख्ने, यहाँ C लेख्ने। A/B कति छ? 3:2। यहाँ 3 लेख्ने, यहाँ 2 लेख्ने। यहाँ खाली भयो सर, के राख्ने? 2 नै राख्ने, किनभने छेउमा जे छ त्यो राख्ने भनेको छु मैले।
अब बी इज टू सी के छ त यहाँ 4 छ सर, यहाँ 3 छ, छेउमा के राख्ने सर, यहाँ 4 राख्ने। अब मल्टिप्लाई गर त केटाकेटी हो भन्दाखेरि के भयो त भने हेर्नुहोस् त, यहाँ 12 भयो, यहाँ 8 भयो, यहाँ कति भयो 6 भयो। कुरा आएको यही हो नि त हो। हो सर। अब यसलाई रिड्युस गर्दाखेरि 6:4:3 आउँदो रहेछ। एउटा तरिका थियो। अर्को तरिका कसले के भन्दै हुनुहुन्थ्यो, डिभाइडिङ के जाति भन्दै हुनुहुन्थ्यो, भन्नुहुन्थ्यो पनि सुनौँ न। एलसिएमले डिभाइड गर्ने। एलसिएमले डिभाइड गर्यौँ, यो तिनटाको एलसिएम कति आउँदो रहेछ, 12 आउँदो रहेछ। ल गर बाबा, यसलाई पनि 12 ले डिभाइड गर, यसलाई पनि 12 ले डिभाइड गर, यसलाई पनि 12 ले डिभाइड गर्दा कति आयो मेरो भाइ भन्नुहोस् त अब। 643। ओके, a/6 आयो सर, फेरि इक्वल्स टु b/ कति आयो बाबा, 4 आयो सर, फेरि इक्वल्स टु अर्को के भन्नु न, c/ के आयो, 3 आयो सर। बुझ्नुभयो? बुझ्नुभयो? मरि गए बोल्दैनन्, बोले त कहाँ जाऊँ। बुझ्यो सर। यसरी पनि निकाल्न सकिँदो रहेछ, बुझ्यो सर। निकाल्न सकिँदो रहेछ भन्ने कुरो जान्नु पर्यो है त। ल त्यही भएर यसको आन्सर कति भयो अरे भन्नुहोस् त अब। यसको आन्सर एएनएस आन्सर कति आएछ त? 6:4:3 कति आउँदो रहेछ, 3 आएछ। खेल खतम भएछ। ल 10 नम्बरमा फेरि अर्को किसिमको क्वेसन, अलिकति चिप्ल्याउन खोज्यो रेसियोमा। हामीले मैले भनिहालेँ बढी सोधेको चाहिँ उयो हो है, यही कहिले 4वटा सोध्छ, कहिले 3टा सोध्छ, कहिले A/C सोध्छ। हामीलाई टेन्सनै छैन रहेछ। हामीलाई जति आए पनि हामी क्वेसनलाई घुमाउनेवाला भइसक्यौँ। अब हामी घुम्दैनौँ। अब हामीले अलिकति घुमाउन सक्ने क्वेसन है भनेर अर्को घुमाउन सक्ने, हामीले क्वेसनलाई आफै घुमाइदिइसक्यौँ, चेन्ज गरिदिइसक्यौँ हामीले। यो तरिका भयो। अब फेरि अर्को तरिका रेसियो एन्ड प्रोपोर्सनबाटै के भन्नुभयो, सर मेरो क्लासको लिङ्क खोलेन अरे। क्लास भएको 1 घन्टा भइसक्यो, अब लिङ्क नखोले के गर्ने हो त, अब भोलि बिहान जोइन गर्ने। अब 10 नम्बर यतिखेर आएर मेसेज फटाहरू। इफ A/B+C हेर्नुहोस् है, विल बी इक्वल्स टु तपाईँलाई 2:3 दियो अरे उदाहरणका निम्ति। त्यसै गरी फेरि B/A+C, उतापट्टि के छ त B+C, यतापट्टि A+C, द्याट विल बी इक्वल्स टु तपाईँलाई मानिलिउँ 3:7 दियो अरे। अब क्वेसनले भन्यो निकाल त A/B/C निकाल त भनिदियो। अब अर्को तनाव गरिदियो, अर्को अलिकति दिमाग घुमाएर क्वेसन सोध्यो। हजुर बोलो। B+C लाई दुवैलाई चाहिँ A ले डिभाइड गरे हो। हजुर, A/B+C भनेको चाहिँ के हो त भन्दा 2:3 हो। ठिक छ, रेसियोमा त सिम्पल बुझ्नै पर्यो नि। A/Y+X छ भने यो भनेको के हो त, A/Y+X भनेको त हो नि है। A/B+C जस्तो लाग्यो। ल ओके, ल अब त्यो हुँदा कसरी निकाल्ने होला ट्राई गरौँ। बोलो बोलो। यसमा अलिकति दिमाग चलाउनै पर्छ, आइक्यूको दिमाग अलिकति चलाऊँ, ट्राई गरौँ, नभए म छँदैछु। ल के आयो? सर आउँदैछ। आउँदैछ, ल गरौँ गरौँ गरौँ। हामीले एउटा कुरा चाहिँ के ध्यान दिनुपर्छ भने, हामीलाई मानिलिउँ यता सुन्नुहोस् है, हामीलाई A/B भनेको मानिलिउँ 10/10 नभनौँ, जस्तै मानिलिउँ 5/3 छ भने A को भ्यालु 5 हो,
र b को भ्यालु 3 हो भनेर कहिले पनि बुझ्नु हुँदैन यो कुरा चाहिँ एकदम रेसियोमा चाहिँ। किनभने हामीले रेसियोमा के छ त रिड्युस गरेर निकालेको हुन्छौँ नि त, होइन त? त्यो भएको बेलामा यो 5/3 त के कारणले आएको हुनसक्छ? 15/9 भएर पनि हुनसक्छ, 10/6 भएर पनि हुनसक्छ, हो कि होइन भन्नुहोस् त, हो कि होइन? हो नभोलेपछि अब नभोलेपछि म पनि चुपै लाग्छु। ल निकाल्नुहोस् त्यसपछि 10 नम्बर आन्सर। So 4:3:1 हो 4:3:1 अलि मिलेन कि चेक गर्नु त फेरि। 3 होला। लास्टमा पनि 3 हो। कसरी गर्नुभयो ल त्यो सिकाउन बाबा। ल ल भनौँ भनौँ। सरगम थापा मगर। So 20:3:27. 20:3:27 कुरो मिलेन, बिल्कुल गलत। ल ठिक छ। ल अब ध्यान दिउँ। अब यस्तो खालको क्वेसन्स आउँदाखेरि चाहिँ यसलाई छोटो तरिकाबाट गरौँ, लामो प्रोसेसबाट नगरौँ। लामो प्रोसेसबाट नगर्दै गर्दाखेरि चाहिँ अघि मैले सिकाएको जुन तरिका छ, मैले अघि भनेको थिएँ, मेरो ल्यापटप बन्द भयो, डेस्कटपै बन्द भयो, भन्नुहोस् है। अघि मैले जुन भनेको थिएँ, हामीले रेसियोमा निकाल्दा 2/3 आयो भने a को भ्यालु 2, b को भ्यालु चाहिँ 3 हो भन्न पाइँदैन। तर यस्तो खालको क्वेसन गर्दाखेरि चाहिँ छोटो तरिकाबाटलाई चाहिँ यसले काम गर्छ। त्यो भनेको कस्तो भने यहाँ मेरो सर मैले इक्वेसन बनाएर कसरी हा बोलो ल सिकाम मलाई पनि। त्यही इक्वेसन बनाएको सर। इक्वेसन कसरी बनाउनु भयो त्यो सिकाम न। सर a:b + c भनेपछि अब a:2 गरे अनि ब्र्याकेट गरेर b + c गरेर 2:3 गरे अनि a = 2k बनाए अनि b + c = 3k बनाए सर। त्यसपछि मैले यसो भन्नुभयो a/b + c = 2/3 गर्नुभयो भन्नुभयो। हजुर हो होइन त, एउटा यो भयो। अनि अर्को यतापट्टि फेरि मेरो साउन्ड नआयो कि तपाईँहरू नबोल्नु भयो? सर b/a + c b/a + c will be equals to के अरे 3/7। अनि त्यस पछाडि दुईटैबाट a को भ्यालु निकाल्ने। दुईटैबाट a को भ्यालु निकाल्ने। कसरी आउँछ a को भ्यालु? सर 3a को 3a लाई सब्स्टिट्युट गर्न मिल्छ त। 3a will be equals to 2b + 2c। त्यसपछि अर्कोमा पनि 3a आउँछ, अर्को इक्वेसनमा पनि, अनि त्यसमा सब्स्टिट्युट। ल ठिक छ। अब b/c को भ्यालु 1 आउँछ हैन? b/c को भ्यालु 1 आउँछ हैन? b/c को भ्यालु 1 आउँछ। तर क्वेसनले a/b/c सोधेको छ। b/c को भ्यालु चाहिँ 1 आउँछ। सर b र c इक्वल आउँछ, अनि त्यसरी फेरि भ्यालु राख्न मिल्छ इक्वलमा। माया b/c चाहिँ 1:1 आउँछ भने पछाडि फेरि b र c इक्वल आउँछ भन्नु कुरो त एउटै हो र त के हो? हो, अनि त्यही गरेर फेरि a को a मा गएर फेरि त्यही उतो के अरे b/c छ नि, त्यसमा 2b + 2c आएको छ त। त्यसमा गएर c लाई b बनाउन मिल्छ या b लाई c गरेर अनि एन्सर आउँछ। ठिक छ। अब गर्नेले बुझ्नुभयो, नगर्नेले के भन्छन् यिनीहरू भनेर त्यहाँ कराएर बस्नु भएको छ। ठिक छ, अगाडि हेरौँ। अब नबुझ्नेलाई बुझाउनु पर्यो। ल साथीहरू कसैले यो तरिकाबाट गर्नुभयो भनेर भन्नुभयो। कन्ट्रोल सी यतापट्टि त्यसलाई तल सारेँ मैले, यसलाई यता सारेँ। ओके, सो कतिजनाले a बाई तपाईँको के छ त भन्दा b + c विल बी इक्वल्स टु तपाईँको कति छ 2, तलपट्टि मानिलिउँ के छ त 3 छ। यो भयो। यहाँबाट इक्वेसनै निकाल्नु पनि भयो, जस अन्तर्गत कतिजनाले 3a विल बी इक्वल्स टु 2b + 2c भनेर पनि गर्नुभयो। एउटा तरिका यो हुन सक्ला, एउटा इक्वेसन यो। अर्को इक्वेसन तपाईँहरूको लागि के छ त भन्दै गर्दा उतापट्टि हाम्रो माथिपट्टि b छ बाई
माथिपट्टि बी छ, तलपट्टि हाम्रो के छ त ए प्लस सी द्याट विल बी इक्वल्स टु कति छ त 3:7 के छ त 7 छ हो 3:7 यसलाई बाई नै लेखौँ अझ 7 लेखौँ। यो गर्दाखेरि यहाँबाट हाम्रो अर्को रिलेसन के निस्क्यो भने 7b अब माइनस 3c विल बी इक्वल्स टु 3a आयो। माथि पनि 3a तल पनि 3a। अब यो दुईटालाई इक्वेट गरिसके पछाडि हामीले b र c को भ्यालु त निकाल्न सक्यौँ कि सकेनौँ? सक्यौँ? सक्यौँ। के भन्यो यो सरले भनेर नबुझ्नेहरूका लागि यो पनि 3a को भ्यालु हो, यो पनि 3a को भ्यालु हो। त्यो भएको कारणले वी क्यान सिम्पली राइट ओभर हियर के लेख्न पाउँदा रहेछौँ भने 2b प्लस 2c विल बी इक्वल्स टु कति हुँदो रहेछ फेरि 7b माइनस 3c हुँदो रहेछ। हेर्नुहोस् अब हेर्नुहोस् त यहाँबाट बीबीलाई सँगै राख्ने सीसीलाई सँगै राख्ने हो भने कुराकानी के भयो 3c लाई उता लानुहोस् 5c विल बी इक्वल्स टु तल लेख्न सर 5c विल बी इक्वल्स टु के भयो त 3b भयो कि भएन? सरी के 5b भयो कि भएन? भयो। भन्नुको मतलब b इज टु c को भ्यालु कति आयो? 1:1 आयो। b इज टु c को भ्यालु कति आयो त 1:1 आयो। रेसियो पो 1:1 आयो। अब अर्को b इक्वल्स टु c पनि आयो सर। b इक्वल्स टु b इक्वल्स टु c। यसले के पनि बतायो भने यो रेसियो 1:1 भयो। यदि हामीलाई क्वेसनले b इज टु c को रेसियो सोध भने 1:1 भनेर पनि लेख्न पाइन्थ्यो एउटा क्वेसन। तर हामीले निकाल्नु पर्ने a इज टु b इज टु c को रेसियो छ। यहाँबाट हामीले के रिलेसन पनि निकाल्न सक्यो भने b जति हुन्छ c पनि त्यति हुन्छ भन्न पाइयो। अनि त्यसलाई नै माथिको इक्वेसनमा हाल्दिनु। बुझ्यो नि? अब b इज टु c चाहिँ यही माथिपट्टिको इक्वेसनमा 2b प्लस 2c इक्वल्स टु के हुने भयो हाम्रो 4b 4b विल बी इक्वल्स टु 3a हुन्छ हो कि होइन? 4b विल बी इक्वल्स टु 3a हुन्छ कि हुँदैन? हुन्छ। अब यहाँबाट यो भ्यालु यहाँ सब्स्टिट्युट गरियो भने यहाँ भ्यालु सब्स्टिट्युट गर्दा कति आयो भन्नुहोस् त मलाई? a by b is equal to 4/3 4b द्याट विल बी इक्वल्स टु फेरि तपाईँले अब भने जस्तै अहिले यहाँ भन्नुभयो जस्तै a by b विल बी इक्वल्स टु 4/3 आयो कि आएन? a by b विल बी इक्वल्स टु के आयो 4/3 आयो। त्यही नि त हो कि होइन? अनि अब क्वेसनले के भनेको छ c चाहिँ b जति छ हैन त b जति छ त्यति नै छ भने हो कि होइन कुराकानी? हो नि। अब त्यसो हो भने a इज टु b इज टु c कसरी आयो त? अब b पनि अब 3 भएपछि c पनि 3 भयो। b ओके a पनि 4 भयो, b पनि 3 भयो, c पनि के भयो त 3 भयो। त्यसकारणले गर्दा एउटा तरिका यो हुन सक्ला। एउटा तरिका यो 5 र 10 को एलसीएम लिएर पनि गर्न मिल्छ हैन? 5 र 10 को एलसीएम लिएर पनि गर्न मिल्छ। अर्को यसैलाई मल्टिप्लाई गरेर पनि गर्न मिल्छ। तरिका त अनेक छन् नि। जस्तै हेर्नुहोस् न हामीले सिम्पल यसैलाई a इज टु b प्लस c भनेर छ। त्यो भनेको हाम्रो 2:3 छ कि छैन? छ। अब हेर्नुहोस् यहाँ हाम्रो के आइरहेछ भने b इज टु a प्लस c छ। यहाँ पनि तपाईँको लागि के छ त यहाँ b प्लस c भनेको 3 मात्रै छ। यहाँ चाहिँ b भनेको 3 छ। हो कि होइन? हो कि होइन? हो। त्यसो भने हामीले 2 ले मल्टिप्लाई गरिदिने हो भने यदि 2 ले मल्टिप्लाई गरिदिन्छौँ भने यो दुईटै केसमा यो 4:6 आउँछ कि आउँदैन? आउँछ 4:6 आउँछ 4:6। अब हामीसँग अर्को दिएको कन्डिसन भनेको b इज टु a प्लस c भन्यो भने द्याट विल बी इक्वल्स टु 3:7 छ। यहाँसम्म त समस्या छैन? छ त छैन? अब त्यसो हो भने हामीले यो b प्लस c जुन छ नि यो b प्लस c भनेको चाहिँ 6 हो भन्न मिल्छ? भन्न मिल्छ। अब b प्लस c भनेको के भन्यौ हामीले 6 भन्यौ क्या। यसलाई यो इक्वेट गर्दाखेरि 6 भन्यौ। अब b को भ्यालु 3 नै छ। हो। अब b को भ्यालु के छ त सेम छ। भन्नुको मतलब अब 3 प्लस c विल बी इक्वल्स टु
6 गरेर यहाँबाट c को भ्यालु निकाल्न पनि सकिन्थ्यो नि त 3 आउँछ सर बुझ्यो कुरो एउटै हो ल यसरी गर्न सकिन्छ कुरो यस्तो हो सर भन्ने फेरि कुरो बुझाइदिनु न सर ल अब त्यस पछाडि गएर अब तपाईहरुले अर्को क्वेशन गर्नुस् सर त्यो लास्टमा बुझाउनु भएको फेरि बुझाइदिनु न हजुर त्यो अघि बुझाउनु भएको थियो नि लास्टमा फेरि अर्कै तरिकाले फेरि बुझाइदिनु न यस्तो भयो ल हेर्नुस् सिम्पली लास्टमा a इज टु b प्लस c भनेको मेरो राजा तपाईलाई कति दिएको छ a इज टु b प्लस c भनेको 2 इज टु 3 दिएको छ कि छैन छ कि छैन छ बोल्नु न है अब त्यसै गरी अर्को तपाईलाई यतापट्टि b इज टु के छ त a प्लस c भनेको तपाईको लागि यसले कति दिएको छ भन्नुस् त 3 इज टु 7 दिएको छ यसको भ्यालु हेर्नुहुन्छ भने यो भ्यालु के छ त तलपट्टि b भनेको 3 नै छ माथिपट्टि b को b प्लस c गर्दाखेरि चाहिँ हाम्रो कति आयो 3 मात्रै आयो भन्नुको मतलब यसलाई डबलिङ गर्दिम यसलाई के गर्दिम डबलिङ गर्दिम त्यो डबलिङ गर्दा कति आयो त 4 इज टु 6 आयो बुझ्नुभयो बुझ्नु मेरो भाइ बुझ्यो सर बुझ्नुभयो अब यहाँबाट तपाईको हेर्नुस् त यहाँबाट के बुझ्नुभयो भने b प्लस c को भ्यालु कति आयो 6 भन्न पाइयो नि त b प्लस c इक्वल्स टु 6 भन्न पाइयो कि पाइएन पाइयो पाइयो अब b को कसरी के बोले तर हजुरले अघि यस्तो मिल्दैन भने हैन हजुरले इक्वेट गर्न कुरो मिल्दैन बुझ्यो मैले के भने त्यसको भ्यालु इक्वल हुँदैन है तर यो छोटो तरिकाबाट लाउँदाखेरि यसरी गर्न मिल्छ भनेर यो ट्रिक सिकायो त्यही भएर मैले अगाडिपट्टि b इज टु c यसरी हुन्छ भनेर यहाँ बुझाउनु यत्रो बुझाउनुको कारण त्यो यसलाई अर्को तरिकाबाट यसरी पनि गर्दाखेरि पनि मिल्छ है भनेर भने हो मैले बुझ्नुभयो तर रेसियोमा यसको भ्यालु त्यो हो भन्न चाहिँ पाइँदैन तर यो तरिका लाउँदाखेरि छोटो तरिकाबाट मिल्छ भनेर मात्र सिकाउन खोजे हो मैले त्यही भएर अगाडि तपाईँले यही कुरा भन्नुहुन्छ भनेर पहिला मैले यत्रो यहाँ महाभारत b बराबर c हुन्छ है भनेर निकालेको कारण त्यो अब b को भ्यालु यहाँ 3 आयो भने 3 प्लस c विल बी इक्वल्स टु कति आउँछ त 6 आउँछ यहाँबाट c को भ्यालु पनि 3 आयो कि आएन आयो आयो अब मलाई भन्नुस् b को भ्यालु हाम्रो यहाँ कति नै छ त 3 छँदैछ c को भ्यालु पनि कति आइहाल्यो 3 छँदैछ a को भ्यालु हाम्रो कति भइहाल्यो कति भइहाल्यो हो भइहाल्यो बुझ्नुभयो त्यसोलाई यो मैले गरिदिया भयो यहाँबाट तपाईँले केही हिन्ट्स पाउनुभयो म अर्को क्वेसन दिन्छु ठ्याक्कै बुझिहाल्नुहुन्छ अब दिम लेख्नुभयो कोर्नुभयो यसो कपीमा कोर्नुहोस् न ल यस्तो आयो भने मल्टिप्लाई बाई 2 गरेर गर्न सकिन्छ भन्ने कुरा हिन्ट चाहिँ थाहा पाउनुहोस् अब तपाईँले अर्को क्वेसन आफैले गरेर देखाउनुहुन्छ हेरौँ इफ लेखौँ है क्वेसन इफ b is to a plus c will be equals to b is to a plus c will be equals to ल 3 is to 4 3 is to के छ अरे 4 दिएको छ त्यसै गरी अब यतै गरी अर्कोमा तपाईलाई के दिन पाइयो भने a is to b plus c will be equals to 5 is to 9 दिए मैले 5 4 9 ल निकाल्नुहोस् त फाइन्ड a is to b is to c निकाल ल भन्नुहोस् अब निकाल्नुहोस् b इक्वल टु c हो कि b प्लस c हो क्या बोला b यहाँ चाहिँ b प्लस c यो डबलिङ त किन गर्नु पर्यो हजुर पार्टिकल बार्न हैन त्यही त तरिका ट्रिक भने कारण त्यो यस्तो आयो भने इन्टु टु गर है भनेर सिकाएको त्यही भएर त भनेको नि भने त्यो ट्रिक भनेकै त्यही उटपट्याङ गराएर गर्ने हो नि त हो नि होइन अब उता हामीले टाइम एन्ड वर्कमा नि ए इन्टु बी बाई ए प्लस बी भन्दै गरेका छौँ त्यो भनेकै उटपट्याङ यस्तो क्वेसन आयो भने यसरी मल्टिप्लाई गरेर गर्नुहोस् म्याक्सिमम केसमा मिल्न जान्छ भन्ने कुरा हो म्याक्सिमम भन्नाले अधिकांश केसमा मिल्छ सबै केसमा लगभग मिल्छ नै ल
सर 5:6:3 5:6:3 3 अरूको सुनौँ पहिला। ल आयो सबैको? कहाँ अड्के? सर 5:6:3 5:6:3 ल अघि जस्तो तरिका ल हेरौँ। अब अघि मैले भनेको कुरालाई यसमा चाहिँ मैले लेख्थेँ। ल तपाईँलाई के दिएको छ भने B मानिलिउँ A प्लस C द्याट विल बी इक्वल्स टु A प्लस के अरे बाबा C द्याट विल बी इक्वल्स टु के भने मैले 3:4 भने दुइटैलाई मल्टिप्लाई गर त भनेर भने। मल्टिप्लाई गर्दा कति आयो सर भन्दाखेरि 6:4 आयो होइन त? सरी 6:8 आयो होला। त्यही त कुराकानी हो सर, मल्टिप्लाई बाइ 2 गरेर हो। अब यस पछाडि गएर अर्को केसमा हामीलाई दिएको केस भनेको A:B प्लस C के हुन्छ? A इक्वल्स टु B प्लस C विल बी इक्वल्स टु हामीलाई दिएको 5:9 के अरे बाबा 9 हो कि होइन? 9 हो सर। त्यो पनि हो। अब मलाई भन्नुहोस् त A प्लस C भनेको पहिलो कन्डिसनमा के छ? A प्लस C भने कति छ अरे हाम्रो? 8 सो वी क्यान सिम्पली राइट ओभर हियर A प्लस C विल बी इक्वल्स टु और भनेर लेखेँ ल मैले। A प्लस C विल बी इक्वल्स टु 8। A भने कति रे? ए भनेको हाम्रो 5 5 A 5 आइसके पछाडि C कति आयो दाइ दिदीहरू? 3 3 होइन? A 5 हालिसके पछाडि 5 प्लस C भने कति हो सर भन्दाखेरि थाहा छैन, इक्वल्स टु 8 भनेपछि यहाँबाट C को भ्यालु कति आयो? 3 आयो। हेर्नुहोस् C को भ्यालु 3 आइसके पछाडि हेर्नुहोस् त A कति नै भइहाल्यो, मल्टिप्लाई गरेर यहाँ सर्लक सरी A को मल्टिप्लाई नगरिकन यहाँ राख्यौँ यो 5 भइहाल्यो भनेपछि A भनेको हाम्रो 5 भयो होइन त? 5:6 B भने कति कितना? 6 A अब C भने कति? 6 सर 6 बुझ्यो? 3 बुझियो। ल अब A:B:C पनि निकाल्न सक्यो। हामीलाई A/B प्लस C सोध्यो भने पनि हामी सल्भ गरेर पनि गर्न सक्यौँ। लामो एक पाना लाएर पनि गर्न सक्यौँ, तर त्यो हामी गर्ने होइन। हामी त्यो गर्न हामी मैले भनेको छु सिकाएको छुइनँ मैले अहिले है। बुझ्नको लागि सिकाइदिएँ, अब गर्नको लागि त्यही गर्न थाल्नुभयो भने फेरि आन्सर कि जति के अरे त्यो क्वेसन पेपरै त्यसैले भर्नु होला र यहाँ बिजोग होला। ल त्यसरी बुझ्नु पर्यो एउटा त्यो। अब यसैमा एउटा लास्ट यसको क्वेसन गरौँ अनि अर्कोमा जाउँला। अघि यहाँ मैले कतापट्टि एउटा क्वेसन दिएको थिएँ तपाईँहरूलाई। यही क्वेसन, यसै क्वेसनलाई मैले अलिकति चेन्ज गरेँ, तल दिन्छु पक्नुहोस्। यही क्वेसनलाई मैले यहाँ राख्छु। ल यहाँ लेख्नु भएको छैन भने ल हेर्नुहोस्। अब A:B भनेको यति छ, 1:2 छ, B:C यति छ। क्वेसनले सोध्यो मानिलिउँ फाइन्ड A प्लस D इज टु B प्लस C भन्यो भने के गर्ने? ल अघिको निकालेको A:B:C निकाल्ने, ठिक छ? ल यसले केही पनि भने होइन। अब हेरौँ यहाँ सिम्पल यो कुरो छ नि, यो हाम्रो यहाँ हेर्नुहोस् त कता गयो फेरि, यहाँ हेर्दा अघि गरेको क्वेसन। ल हेर्नुहोस् यहाँबाट हामीले कति भ्यालु निकालेको थियौँ यसको? A:B:C:D निकाल्न सक्यौँ कि सकेन हामीले? यहाँ सक्यौँ, यतिसम्म त सक्यौँ। अब A को भ्यालु कति हो हाम्रो?
3 A को भ्यालु कति हो 3 भन्दा पनि भयो 6 भन्दा पनि भयो किनभने सबैलाई काट्दाखेरिको केसमा चाहिँ हामीले इक्वल भन्न त पाइयो नि त त्यो भएको कारणले A + D भनेको कति 3 + 1 4 भइहाल्यो तलपट्टि 6 + 2 8 त्यो भएको कारणले आन्सर 1:2 आयो कि आएन आयो कि आएन आयो आयो होइन सर म त्यसरी गर्दिनँ कहाँ काटेर आएको 3 भन्नुहुन्छ भने जोड्नु नि त कुरो एउटै त होला नि 6 + 2 गर्दा 6 + 2 गर्दाखेरि तपाईँको 8 आउँछ होला अब त्यस पछाडि B + C भनेको यो बिचको B + C गर्दाखेरि 16 आउँछ होला कुरो त एउटै होला 1:2 नै आउने त होला नि फेरि एकपल्ट भन्छ त सर त्यही अघि एकचोटि नक्कल वर्ष जस्तो हो एकचोटि हेर्नु त्यहाँ सर सुरुदेखि सिकाइदिनु न कुन सुरुदेखि यो कुनै सुरु यो क्वेसनको के यो क्वेसनको कुन क्वेसनको 7 नम्बरको हजुर सर हजुर भर्खर जोइन गर्नु भा हजुर लगेर बाँधेर घाँस हाल्छु म त फेरि केही हुँदैन सर मैले छिटो बुझ्छु के छिटो बुझ्छ कहाँ हराउनु भएको त यत्रो बेर बिजी थिएँ कि सर बिजी बिजी हो पढ्ने बेलामा बिजी हुनु अनि ल हेर्ने ए नबुझाम भन्दा नि मनले मान्दैन बुझाम भन्यो भने कोर्स पाइँदैन के गर्ने होला यिनलाई भिडियो हेर्दैनन् फटाहरू ABCD ल हेर्नुहोस् यहाँ A:B भनेको 1:2 यहाँ 1 हाल्ने यहाँ 2 हाल्ने B:C भनेको 3:1 फटाफट हेर्ने है यहाँ 3 छ यहाँ 1 छ C:D भनेको 2:1 यहाँ 2 हाल्ने यहाँ 1 हाल्ने अब यहाँ खाली भयो है यहाँ खाली भयो 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 खाली जहाँ जहाँ छ त्यसको छेउको नम्बर हाल्ने यहाँ 2 है त्यसको साइडमा यहाँ पनि 2 हाल्ने यहाँ पनि 2 हाल्ने यहाँ खाली छ 3 त्यो भएर यहाँ 3 हाल्ने यहाँ 1 हाल्ने यहाँ 2 हाल्ने यहाँ 2 हाल्ने यो बुझ्नुभयो कि बुझ्नु भएन सौरभ बुझेछु सर बुझेछु पछाडि पुरै हल्ला छ जात्रा कहाँबाट बुझिन्छ अब 3 2 जा 6 2 जा 12 त्यस पछाडि 2 2 जा 4 त्यस पछाडि गएर 2 1 जा 2 यहाँबाट त्यही आएको त्यसलाई काटेर फेरि 3 6 2 1 लेखेको अब A + D भनेको A र D जोडेको B + C जोडेको निकालेको अलि छिटै भने ल ओके छिटै बुझ्छु भन्नु त्यो भएर छिटै भन्दै बुझ्यो सकियो गर्न सकिन्छ गर्न ल हेर बिजो भइहाल्यो नि खत्तमै जुलको प्रोबेबिलिटी भ्याउँछु भनेको ठ्याक्कै 8:50मा रेसियो एन्ड प्रोपोर्सन सक्यो डिटेलमा नपढाइकन चित्त बुझ्दैन एउटा क्वेसन गराएर यसमै छोड्न बुझ्दैन चित्त अनि के गर्नु पर्यो 4-5वटा प्याटर्नको क्वेसन गर्यो टाइम पनि पुग्दैन ल बुझ्यो रेसियो एन्ड प्रोपोर्सन बुझ्यो कि बुझ्दैन त्यति कुरो पढाएको कुरो बुझ्नु पर्यो मेन कुरो भने त्यो पढाएको क्वेसन छोड्नु भन सिमनजी त्यहाँ त्यहाँ बाल्दै बस्नु बत्ती सर यो पछि कुन क्लास हो अब यस पछाडि अस्ति फिजिक्सको सट्टापट्टा भएको क्या फिजिक्सको होला नि होइन बाहेको क्लास बिहान बस्नु पनि म्यामले लिनु भएन के हो लियो यस सर म्यामले